दुखी हुनुहुन्छ कि खुसी हुनुहुन्छ? हामी त दुखी छौँ अहिले। घन्टीमा बोट हालेर हामी गल्ती गरेका छौँ के। घन्टीमा बढाएर गल्ती गर्नु हजुर हजुर। अझ अब 84 मा पनि हाल्नु पर्यो त अलि। अब त नाम लिँदैन। हजुर नाम लिँदैन घन्टीमा बोट हाल्नु। हाम्रो काङ्ग्रेस र एमाले नै ठिक थियो। हो बाट आउँछ उत्पादन क्षमता छैन, फ्याक्ट्री छैन, रोजगार पनि खोज्न लागिसकेको छ सरकारले। हरेक कुरामा रोजगार बिस्तारै गर्दै गइरहेछ। हरेक किसिमले रोजगारै तपाईँले खतम गरिदिनुहुन्छ। व्यापार नेपालगञ्जमा प्राय जसो नेपालगञ्ज गोलपुरतिर हरेक सामानको मूल्य अहिले डबल भन्दा ट्रिपल भइसक्यो। अरे बाबा तपाईँ भन्चार लिनुहोस्, हामी त्योसँग हामीलाई सरोकार छैन। तर कम्तीमा मूल्य वृद्धि हुने बेला कसले त्यो मार्केटको भेल्यु घटाउने, मार्केटको भेल्यु कसले नियन्त्रण गर्ने? भनेपछि अब 84 मा निर्वाचन हुन्छ स्थानीय सरकारको। अब यही ताल रह्यो भने धेरै टाइम लाग्दैन हजुर। यही ताल रह्यो भने जस्तै तिनीहरूले झन्डी आन्दोलन गरे त्यस्तै अब यहाँको जनताले त्यही किसिमको आन्दोलन गर्छ। त्यो ढुक्क भएर बस्दै हुन्छ बालेन सरकार। ओ त्यो काम छैन। हिजो हिजो उहाँ यहीँ आउनुभयो थियो, हामीले पनि भिडियो हेऱ्यौँ। उहाँ यहीँ आउनुभयो थियो, यहीँ उहाँले सामानहरू पनि समात्नु भयो। त्यो पूर्ण रूपले गैर कानुनी हो। कसले उहाँलाई हक दियो कि बालेन सरकारले उहाँलाई हक दिएको छ? बरु हो उहाँ जानुपर्छ, पसलमा जानुपर्छ। यसको मूल्य कति? 3 नम्बर चिनी ल्याउनु भएको छ। अनि प्याज आलु प्याज सरब होइन घरको लागि हो। हजुर। ए भन्सार तिर्नु भयो त? हजुर। कति तिर्नु भयो भन्सार? 217 रुपियाँ। 217 रुपियाँ। कतिको सामान ल्याउनु भएको थियो हजुरले? 3000 को। 3000 को सामान ल्याउनु भएको थियो 217 रुपियाँ। हजुर। जुन तपाईँले चाहिँ 15 किलो चिनी ल्याउनु भयो। हजुर। अनि त्यसपछि कति 5 किलो ल्याउनु भयो प्याज। हजुर। सोडा सरब गरेर चाहिँ सामान ल्याउँदा चाहिँ अहिले भन्सार तिरेर आउनुभयो हजुर। हजुर हजुर। के लाग्छ अब पछिल्लो पहिला त यस्तो थिएन त यहाँ? थिएन। नेपाल सरकारको निर्णय कस्तो लाग्यो हजुरलाई? नेपाल सरकारले त अब ठुलो बडालाई सुविधा दिएछ, सानोलाई त एकदम पेल दियो। अब हो ठुला बडाका लागि चाहिँ सुविधा दिएछ। सानोलाई त हामीले त बहुत पेल्यो अहिले। हो है। दुखी हुनुहुन्छ कि खुसी हुनुहुन्छ? हामी त दुखी छौँ अहिले। घन्टीमा बोट हालेर हामी गल्ती गरेका छौँ के। घन्टीमा बढाएर गल्ती गर्नु हजुर हजुर। अझ अब 84 मा पनि हाल्नु पर्यो त अलि। अब त नाम लिँदैन। हजुर नाम लिँदैन घन्टीमा बोट हाल्नु। हाम्रो काङ्ग्रेस र एमाले नै ठिक थियो। हो दर्शकबिर केही दिन यता बालेन सरकारको निर्णय बमोजिम चाहिँ अहिले देशका हरेक सीमा नाकामा चाहिँ निकै कडाई गरिएको छ। सशस्त्र प्रहरी नेपाल प्रहरीले अहिले सीमा क्षेत्रमा भारतबाट ल्याउने थुप्रै सामानहरू चाहिँ जुन नेपाल सरकारले बन्देज गरिएको छ ती सामानहरू चाहिँ अहिले कडा निगरानीका साथमा चाहिँ ल्याउन दिएको अवस्था छैन। 100 रुपियाँ भन्दा बढीको सामान ल्याए भन्सार शुल्क अनिवार्य तिर्नु